ठाउँ सूर्य चन्द्र मङ्गल बुध बृहस्पति शुक्र शनि राहु र केतु। यहाँबाट देखिने दृश्य शिव यन्त्रम। एक 2 3 4 5 6 7 8 9 वटा 9 ग्रहको 9 वटा खड्केर छन्। यो घुम्दै 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 त्यहाँको फेदीसम्म त उसमा मन्दिरसम्म पुग्ने रहेछ है। यहाँ चाहिँ यसरी 9 वटा घुम्न पर्ने रहेछ। घुमेर भ्याएपछि फेदीमा पुगेपछि निस्किने द्वार चाहिँ छुट्टै रहेछ। फेरि म चाहिँ नवग्रहको मेन पुजारी। हजुरको नाम? लक्ष्मीपति पौडेल। लक्ष्मीपति पौडेल मेन पुजारी। यहाँ र तल झरै जाने हो? तल गएर ब्याक गरेर जाने बाबु। ए यहाँबाट चाहिँ उल्टेरी आउने यसरी। नौ ग्रहलाई 9 वटा ध्वजा बान्ने ठाउँ। यो अगरबत्ती बाल्ने ठाउँ है। नवग्रह यो चाहिँ होम गर्ने ठाउँ। मन्दिरको आडामा रहेको स्कुल है। सुन्दर रमणीय दृश्य। नवग्रह मन्दिर त्यति भयो होइन? नेपालकै पहिलो नवग्रह मन्दिर। यहाँबाट चाहिँ घुम्न पर्छ। डरौसिरबारी रापकोट है। यो यो पञ्चकन्या मन्दिरको मेन पुजारी हुनुहुन्छ। हाम्रो गाउँका भक्तजनहरू विशेष लिडिङ गर्दैछन् हाम्रो जीवनको दान। नवग्रह मन्दिरबाट देखिने ओम डाँडा। पहिला यहाँ खरघाट थियो, अहिले ओम डाँडा बनाएको छ र त्यो डाँडोलाई अहिले ओम डाँडा बनाएको छ। यहाँबाट देखिने डाँडा काँडा होइन। आज बादल लाएर मौसम अझै क्लियर छैन। मन्दिर प्रसाद